हामीले इभन तपाईँको जग्गा छ के अरे जग्गा छ तर तपाईँको टेन्युर पुगेको छैन भने हामी दिँदैछौँ। जग्गा चाहिँ खाली हुनु पर्यो, बस भ्याकेन्सी चाहिँ हुनु पर्यो। तपाईँको टाइम पुगेको छ 6 महिना हुनेलाई पनि दिएको छु। नभए त एउटा लिमिट छ नि, कुनै पनि इम्प्लोइजले एउटा जग्गामा 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्ष बस्नुपर्ने क्राइटेरिया छ। तर जग्गा छ भने हामीले त्यो क्राइटेरिया हेर्दैन होइन, जग्गा छ खाली चाहिँ पठाइदिइहालौँ, के छ उहाँ गयो भने भइहाल्छ, अरू पनि पाउँछ जग्गा भन्यो भने। तपाईँको जग्गा छ भने म भन्छु तर यस्तो छ नि, माने तर अब जुन प्रकारले तपाईँले हामीलाई तपाईँको त्यो गर्छ नि, रिप्रेजेन्ट गर्नुहुन्छ, त्यही प्रकारले काम दियो भने हामी पनि खुसी भएर हामीले जति सक्दो क्याडर बढाउँ उहाँहरू त काम गर्न भन्ने हो नि। तर म्याक्सिमम् त के छ भने हाम्रो चाहिँ कन्सेप्ट के छ भने होइन गान्तोकमै बस्नु पऱ्यो। अब जस्तो बङ्गालमा को बस्ने, सोरेङमा को बस्ने जानु त पऱ्यो नि। र हामीले त यतिसम्म गर्दैछौँ, साबलाई थाहा छ, साबलाई थाहा छ, हामीले जति पनि सिनियरहरूलाई चाहिँ गान्तोकमै दियो, जुनियर चाहिँ पठाउँ भन्नेमा छ। हामीले त्यो प्रकार